के लाग्छ यसपालिको चुनाव कसले जित्ला? यसपालिको चुनाव कसले जित्ला भनौँ र अब होइन। हेर्दाखेरि उताबाट हरको सम्पाङ पनि ठिकै गरिरहेछ अब होइन। ऊ पनि भन्दैछ माटोमा देऊ यसपालि। कस्तो लाग्छ र हर्क सम्पाङ तपाईँलाई? हरको सम्पाङ अब मलाई प्रधानमन्त्री बनाऊ भन्छ, खै के गर्छ कि गर्दैन। अब त्यो त अब ठिकै हो त्यसको भनाइ पनि होइन। अनि अब बालेनलाई चाहिँ अहिले बढी नै माया गरिरहेछन् क्या। जित्छन् कि नै बालेन शाहले? के छ अब जित्छन् भनेपछि त्यही हो। एउटै कुरा याद आउँछ मलाई, राति सपनामा पनि प्रधानमन्त्री मै त हो भन्छ हरको सम्पाङले। अब त्यसको माहौलमा कहाँ जित्ने होइन। अब त्यो त भन्न सकिँदैन अहिले। अनि त्यो केपी बा चाहिँ त्यो साला झुलेको कुरै नगर हो। त्यसले त नआउँदै राम्रो छ। अब आयो भने त त्यसलाई त अब लात्ताले हिर्काउनु पर्छ कि। अब त्यो मुला त्यसको काम छैन। त्यो केपीको त्यो प्रचण्डेको अनि त्यो अर्को के अरे त्यसको त नाम पनि याद आउन मलाई। शेरे ए भेडा कहाँ त्यस्तो कुरा गरे। अब कस्तो लाग्यो त नेपालको राजनीति? नेपालको राजनीति अब एउटा पहिला चाहिँ म मतलब गर्थेन होइन, सिधा कुरा हो। पहिला चाहिँ म यो नेपालको नेताप्रति यो सब मलाई पुरा एकदम खतम भइसकेको थियो कि मनबाट। त्यही भएर अहिलेको अवस्था चाहिँ यस्तो छ कि अलि हेरौँ जस्तो मुभी हुन्छ नि, के हामी मुभी हेर्न जान्छौँ अनि होइन, त्यस्तै खालको यसपालिको चुनाव चाहिँ यसपालि केही न केही होला भन्ने जस्तो मलाई लागिरहेछ। अब त्यसो भए तपाईँको हिसाबले चाहिँ बालेन नै हुनुपर्छ जस्तो छ? बालेन नै हुनुपर्छ भन्ने मेरो त्यस्तो सोच छैन। हरको सम्पाङले भने त्यसले पनि नराम्रो काम त केही पनि गरेको छैन होइन, ठिकै गरेको छ। सबै धेरै राम्रो काम गरेको छ। त्यत्रो काम गरेर त मलाई प्रधानमन्त्री बनाऊ भनिरहेछ उसले होइन। त्यस्तो खराब त त्यसले पनि गरेको छैन। त्यसले जित्दा नि मलाई त खुसी नै छ। अब के भनौँ। अनि त्यो दुर्गा पर्साई त्यो त डन हो। त्यो त पुरा नेपालको डन भन्ने नि भयो त्यसलाई त। त्यसको लागि त्यही हो। हरको सम्पाङले प्रधानमन्त्री भयो भने त्यो दोस्रो दिन भित्र हुन्छ। त्यो त्यस्तो कुरा गर्ने खालको हो। अस्ति भनिरहेको थियो त देश के बालेन त्यसको बाउ भनिरहेको थियो त। दुर्गा पर्साईको बारेमा पनि बताइदिनु त, हजुरलाई धेरै थाहा हुन्छ अरे। भयो यार नपेला नै यार, झोले पत्रकार यार खाली। नमस्ते। यसपालि भोट केमा? घन्टीमा। यसपालि भोट केमा? घन्टीमा। नयाँ सोच नयाँ विचार।